नायिका पूजा शर्माको विवाह समारोहमा नायक पल शाह र आकाश श्रेष्ठ नजानुको यस्तो छ वास्तविकता। नायिका पूजा शर्माले हिजो आफ्नो प्रेमी युद्ध बानियासँग लगनगाँठो कसिन्। भक्तपुरको सागा स्थित होटल फर्च्युनमा भव्य वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो, जहाँ चलचित्र क्षेत्रका अनुहारहरू बाक्लो संख्यामा देखिए। महानायक राजेश हमालदेखि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दिसी, अभिनेत्री रेखा थापादेखि केकी अधिकारी सम्मको उपस्थिति रहेको थियो। आफन्त परिवार र अन्य साथीभाइ छुट्ने कुरै भएन। तर पूजासँग एकदमै निकट मानिएका केही व्यक्तिहरू भने विवाहमा छुटे। निर्देशक शोभित बस्नेत उपस्थित नहुनुलाई आश्चर्य रूपमा हेरियो। पूजाका अर्का अनन्य मित्र सुदर्शन थापा पनि बिहेमा उपस्थित हुन सकेनन्। उनी भने अहिले देश बाहिर रहेको बुझिएको छ। यस्तै पूजासँगै फिल्म डेब्यू गरेका नायक प्रदीप खड्का तथा सहकार्य गर्न नपाएका अनमोल केसीको पनि उपस्थिति देखिएन। नायक आकाश श्रेष्ठ पनि आएनन्। बुझिए अनुसार पूजाले उनलाई निम्तो गरेकी थिएनन्। कुनै समय निकै गहिरो मित्रता रहेको पूजा र आकाश पछिल्लो समय भने टाढिएका छन्। पूजाको विवाहमा नायक पल शाह पनि पुगेनन्। पूजा र पलको सम्बन्ध बारे त धेरै बयान गरिराख्न पर्दैन। पूजा युद्धसँग प्रेममा परेपछि पनि पलसँग उनको निकटतामा कमी आएको थिएन। पल जेलबाट निस्किए पश्चात भने यो जोडीको सम्बन्ध पहिले जस्तो रहेन। पलले आफ्नै बहिनीको विवाहमा आफूलाई निम्तो नगरेको पूजाले सार्वजनिक रूपमा नै बताएकी छिन्। बुझिए अनुसार पूजाले पललाई विवाहमा बोलाएकी थिइन्, तर पलले आफ्नै नेतृत्वमा गठन गरेको हामी छौं नामक फाउन्डेसनको उद्घाटन कार्यक्रममा सहभागी हुनु परेकोले आफू विवाहमा जान नपाएको बताएका छन्। सामाजिक सञ्जालबाटै उनले पूजालाई शुभकामना दिएका छन्। जे होस्, विवाहलाई भव्य बनाउन पूजा र युद्धले कुनै कसर छोडेनन्।